फाइनली कस्तो भयो अनुभव कस्तो भइरहेछ व्हाट एभर योर थिङ भन कस्तो लागिरहेको धरहरा जिन्दगीमा पहिलोचोटि धरहराको मुखेरमा यस्तो लागिरहेको कि त्यही पनि पहिलोचोटि आएँ त्यही पनि के अरे लिफ्ट बिना लिफ्ट बिग्रेको समयमा यहाँ आउनु होइन त्यस्तो होइन पवित्रजी तपाईँ एउटा जवान मान्छे तपाईँसँग इनर्जेटिक हुनुहुन्छ अनि यस तपाईँले लिफ्टको पर्वाह गर्ने हो पनि अहिले खुट्टा दुख्छ 9 तला माथि कसरी चढ्ने भन्ने सोचिरहेको चढ्ने हो नि केही पाउनलाई गुमाउनु पर्छ काठमाडौँ हेर्नको लागि 9 तला चढ्न ठुलो कुरा भएन हो कि नै आमा हो आमा फाइनली अब धरहरा चढ्ने योजनामा छन् प्लान छ धरहरा अब त्यहाँ माथिबाट तल सेरीबाट पर माथि अनखोडा गएर पानी परिरहेको छ लिएर गएको छ हो कि नै आमा त्यहाँ अब जम्प गर्नुपर्छ हामीले बन्द छ लिफ्ट सकिहाल्छ लक्ष्मीलाई कस्तो अनुभव भयो भन बोल निकर ए यसलाई सम्झा यसलाई सम्झा त भन्न लाग्थ्यो त लक्ष्मीलाई बोल भन्न न भन्न लाग्थ्यो त अघि नाच त नाच शिरमा कानमा छम छम नाच भने यो नजराले पनि मन छोयो गाइस नजरा ठिक छ अर्को नजरा हेरौँ है त यो नजरा पनि सही सकेर हो यो नजराले मोबाइल भन्दा काठमाडौँ मल भनेर चढेको यो पनि ठिकै बनाएको छ देख्न सकिन्छ राति लाइटिङको व्यवस्था पनि रहेछ होइन बाँकी हेर्न सकिन्छ जस्तो यो नजरा छ नि होइन यो पानीको जो फोहराहरू होइन जुन बबाल हानिरहेको छ नि त्यसले चाहिँ एउटा सुन्दर बनाएको छ क्या यो गार्डन पनि ठिकै छ धरहराको विशेष गरी हेरिरहेको होइन अब यताको स्पेस पनि हेर्न सकिन्छ खासै त्यति धेरै त केही छैन त्यस्तो अब यो पानीको फोहराहरू प्लस अलिक गार्डनहरू रहेछ यस्तो अब फोटो खिच्नेहरू घुमिरहेको हुन्छन् फोटो खिचिरहेको हुन्छन् देख्न सकिन्छ उहाँहरू फोटो खिच्नु भइरहेको छ आन्टी पनि फोटो खिच्दै हुनुहुन्छ आन्टीको छोरीले पनि फोटो खिच्ने तयारी गरिरहेको छ डस्टबिन यस्तो टक्क फर्किरहेको छ यो लाइटले राति कतिखेर हुन्छ र झलक्क जलाउँ भन्ने हुन्छ बाबुले ठुलो होला भन्ने सोचिरहेको छ भने अब यिनीहरूलाई विशेष केही पनि गरिनँ मैले अलिक निकै हात यस्तो गर न यस्तरी यस्तरी अब आमालाई मैले फोटो खिच्नु विशेष यस्तो सिकाइरहेको छु अर्को यो परिवारको मुटु खाउँ कुटु एउटा हटाएको छ फोटो खिच्दा हेरेको छ बसेको छ कहाँ थियो बाइकतिर थियो यही लावारिसको केही ठेगान थिएन बाँकी आमाको यो फोटो खिच्ने कार्यक्रम यसरी भइरहेको छ अब यो पानीको फोहरा र भित्र लाइट दिन सकिन्छ नि लाइट जलिरहेको नि होइन राति यसलाई चाहिँ कलरिङ बनाउने रहेछ क्या रङ्गिन टाइपको देखाउने रहेछ यो टाइम होइन अब यहाँदेखि होइन अब यो हामी यति पछि चाहिँ अब हामी जान्छौँ सिधा धरहरा माथि लिफ्ट बिग्रिएको कारणले गर्दा चाहिँ विशेष गरी चाहिँ हामीले हिँडेर जानुपर्ने हुन्छ अब हल्का समस्या आमा बुढी मान्छे हिँड्नु सक्ने हुँदैन भन्ने हो तैपनि गाउँको खवाई हो गाई हेरौँ न कति इनर्जी छ आमामा है त त्यो चोट लाग्ने थियो कि नै भन्नु अहिले दाँत पुरै जान्थ्यो तेरो आउनला दाँत पनि बङ्गराको झर्थ्यो यता भाइले सालाजीको सासूको बुढीको फोटो खिचेर खुसी मनाइरहेको छ हेर्न सकिन्छ पाद लगाएँ होइन फोटो चाहिँ सही आउँदो रहेछ नि त कलर यो चाहिँ यो बाबु चाहिँ लास्टै सताइरहेको छ उसको मम्मीलाई चाहिँ धेरै परेशान झेल्नु परिरहेको छ अब यसरी बाबु विदेशमा के भन्छ अहिले यहाँ आउँछ नि त्यो बेलामा यत्रै रन्किने गरिदिन्छु म